जय शिव शम्भो, जय महाकाल, हर हर महादेव। लिनुपर्छ, गुरु मन्त्र लिनुपर्छ, जाप गर्नुपर्छ, अनि मात्रै त्यो भगत भन्छ, त्यसलाई भक्तिको मार भन्छ। यो सबै यो सत्य होइन। भाव हुनु पर्यो, मनदेखि हाम्रो भित्रबाट भाव हुनु पर्यो भक्ति गर्ने भनेर अरूले झपारेर त्यो भक्ति गर्ने होइन। यो हाम्रो भित्र मनदेखि, यदि हाम्रो स्वयंको भित्र मनदेखि भक्ति गर्न खोज्दैछ भने नरोक्नु होला। हामी यसमा लाग्नुपर्छ। आजै छ भने त्यस्तो आजैदेखि सुरु गरिहाल्नु होला, भक्तिमा डुबिहाल्नु होला। मन्दिरमा, घरको मन्दिरमा बस्यो, अब जुन मन्दिरमा बस्यो त्यो शिवजीलाई गुरु मानेर कुनै मन्त्र तन्त्र आउँदैन हामीलाई। शिवजीको नाम आउँछ, ओम नमः शिवाय आउँछ। त्यति हामी भनेर अनि शिवजीलाई गुरु मानेर त्यति जत्न लाग्यो भने हाम्रो त्यही गुरु मन्त्र भयो। भन्छ नि सबै गुरुहरू स्टेप बाई स्टेप गुरु मन्त्र दिन्छ भनेर, त्यस्तो हुँदैन, त्यस्तो किसिमको हुँदैन। आफ्नो मनले मान्यो भने शिवजी आफै प्रेरित गर्छ भित्रबाट। यो मन्त्र जप, त्यो मन्त्र जप, आफै भन्न लाग्छ। त्यसले कुनै पनि किसिमको गुरुलाई अब त्यस्तो प्रलोभनमा नपर्नु, योलाई गुरु बनाउनु, त्यस्तोलाई गुरु बनाउनु, त्यस्तो र यो भने हामी त कहिल्यै भक्ति गर्न सक्दैनौँ। त्यहीले हाम्रो मनले जे मान्यो भने त्यही शिवजीलाई गुरु मानेर हामी पूजा गर्नुपर्छ, पाठ गर्नुपर्छ। छ भने गुरु भेटाइहाल्यो भने त्यो पनि झन् राम्रो हो, गुरु बनाइहाल्नु होला। तर मैले भन्छु, मानव यो गुरु हुँदैन। हाम्रो त्यो भनेको त्यो सर भन्छ नि, टिचर, मास्टर, हाम्रो त्यस्तो किसिमको गुरु भनेको हाम्रो जीवनलाई तार्ने, जस्तै कि शिवजी भयो, कुनै धार्मिक मान्छे हुन्छ नि, अन्तर्यामी, त्यस्तो मान्छेलाई गुरु भन्छ। त्यो भनेको ठुलो हुन्छ, संसारलाई देख्ने, यो भविष्यलाई देख्ने, त्यस्तो किसिमको छ भने त्यसलाई गुरु भन्छन्। अनि यो शिक्षा दीक्षा दिने त हाम्रो सर भयो, मास्टर भयो, होइन? यही नै भन्न खोजेको। शम्भो, जय महाकाल। यदि हजुरहरूले नयाँ हुनुहुन्छ भने यसलाई सब्सक्राइब गर्नुहोला, बेल आइकनको थिचिदिनु होला र लाइक कमेन्टमा आफू जे भए त्यो राम्रो कमेन्ट गरेर लेखिदिनु होला, सेयर गरिदिनु होला। धन्यवाद।